तपाईलाई थाहा छ, भगवान जगन्नाथको वास्तविक रूप यो काठको मूर्ति नभई एउटा चम्किलो नीलो पत्थर थियो जसलाई नीलमाधव भनिन्थ्यो। आखिर त्यो दिव्य पत्थर कहाँ हरायो र भगवान किन अधुरो मूर्तिमा बदलिए? यो कथा मालवाका राजा इन्द्रद्युम्नबाट सुरु हुन्छ। उनले थाहा पाए कि ओडिसाको घना जंगलमा भगवान विष्णु साक्षात नीलमाधवको रूपमा पूजिन्छन्। राजाले आफ्ना मन्त्री विद्यापतिलाई खोज्न पठाए। विद्यापति जंगलमा भौतारिँदै आदिवासी सरदार विश्व बसुसम्म पुगे, जसले एउटा गुफामा गुप्त रूपमा नीलमाधवको पूजा गर्थे। विद्यापतिले सरदारकी छोरीसँग विवाह गरे र जिद्दी गरेर गुफा हेर्ने कुरा मनाए। सरदारले शर्त राखे कि उनले आँखामा पट्टी बाँधेर मात्र लैजानेछन्, तर विद्यापतिले चलाखी गरे। उनले बाटोमा सुटुक्क तोरीका दानाहरू खसाउँदै गए। केही दिनपछि जब वर्षा भयो, तोरीका बिरुवाहरू उम्रेर विद्यापतिले गुफाको बाटो पत्ता लगाए। उनले तुरुन्तै राजालाई खबर गरे। राजा इन्द्रद्युम्न आफ्नो विशाल सेना लिएर घमण्डका साथ भगवानलाई लिन पुगे, तर उनी त्यहाँ पुग्ने बित्तिकै नीलमाधवको मूर्ति सधैँका लागि गायब भयो। भगवान आफ्नो भक्त विश्व बसुसँग भएको धोका र राजाको घमण्डले रिसाउनु भएको थियो। राजाले रोएर माफी मागे र अन्न जल त्याग गरे। तब आकाशवाणी भयो, म अब त्यो पत्थरको रूपमा मिल्ने छैन। अब म समुद्र तटमा एउटा काठको मुढाको रूपमा आउनेछु। केही समयपछि पुरीको समुद्र तटमा एउटा विशाल र अद्भुत काठको मुढा पौडिँदै आयो। राजाले बुझे कि यो नै भगवानको नयाँ रूप हो। उनले तुरुन्तै आदेश दिए कि यो पवित्र काठबाट भगवानको मूर्ति बनाइयोस्। तर समस्या यो भयो कि त्यो कुनै साधारण काठ थिएन। राज्यका ठूला कालीगढहरूले जब त्यसमा छिनो र हथौडा चलाउँथे, उनीहरूका औजारहरू नै भाँचिएर छरपष्ट हुन्थे। त्यो दिव्य काठमा एउटा कोतर्न समेत सकिएको थिएन। तब स्वयं भगवान विश्वकर्मा एक वृद्ध शिल्पकारको रूपमा आए। उनले भने, म यसबाट मूर्ति बनाउने छु, तर मेरो एउटा शर्त छ, 21 दिनसम्म कोठा बन्द रहनेछ। यदि बीचमा ढोका खुल्यो भने म काम छोडेर जानेछु। राजा राजी भए। 15 दिनसम्म भित्रबाट छिनो चलाएको आवाज आइरह्यो, तर त्यसपछि अचानक सबै शान्त भयो। रानी गुण्डिचालाई लाग्यो कि सायद वृद्ध शिल्पकार भित्र मरे कि। घबराहटमा उनले ढोका खोलिदिइन्। भित्र हेर्दा शिल्पकार गायब थिए र त्यहाँ भगवान जगन्नाथ, बलभद्र र सुभद्राका अधुरा मूर्तिहरू थिए। राजा धेरै दुखी भए, तर त्यतिबेलै भगवानले संकेत दिनुभयो कि उहाँ यही अधुरो रूपमा रहेर भक्तहरूलाई दर्शन दिन चाहनुहुन्छ। यही कारण हो कि आज पनि हामी भगवानको त्यो अधुरो तर सबैभन्दा प्यारो रूपको पूजा गर्छौं। कमेन्टमा जय जगन्नाथ लेख्न नभुल्नुहोला।